सो फेरि पनि तपाईहरुलाई स्वागत छ आजको मेरो डे 28 मिनी ब्लगमा। आई होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। आफ्टर लङ टाइम आई एम ब्याक। सो तपाईहरुले देख्नु होला मेरो आज स्टार्ट चाहिँ किचनबाट हुँदैछ। तपाईहरु सोच्दै हुनुहुन्थ्यो होला मैले यो आटाले के गरेको, किनकि फिलहाल मसँग चाहिँ त्यो गम थिएन अनि म चाहिँ यो आटाले काम चलाए। सो त्यसपछि मैले दिवारमा चाहिँ सब ठाउँमा न्यूजपेपर चपकाउन थाले एक एक गर्दै। सो सरी साथीहरु, मैले यति टाइम चाहिँ भिडियो हाल्न पाएन किनकि अब बिमार थिएँ नि त, त्यही केही कारणले चाहिँ मैले बनाउन पाएन। र त्यसपछि मैले आज भिडियो अपलोड गर्दैछु। सो साथीहरु, कुरैमा चाहिँ मेरो काम भएर चाहिँ म नानुको पसलतिर जान लाग्यो। आज चाहिँ मेरो काम छिटै नै छुट्टी भएको थियो, त्यही भएर चाहिँ मैले घरको काम आदि गरेर चाहिँ म नानुको पसलतिर गयो। र नानुको पसलमा चाहिँ यति धेरै सामान आथे, त्यही भएर चाहिँ म यता हेल्प गर्न आथे। नानुले नि भन्नुभएको थियो आउनु आज धेरै नै सामान चाहिँ हेल्प गर्नु भनेर, त्यसपछि म आइहालेँ। आज चाहिँ यहाँ यति धेरै सामानहरू मिलाउँदै थिएँ, नानु नि साइडमा मिलाउँदै हुनुहुन्थ्यो, म चाहिँ साइडमा झाडु मार्दै थिएँ। सो साथीहरु, तपाईहरुको लागि चाहिँ मेरो नानीले एउटा गिफ्ट ल्याउनु भएको छ, त्यसको लागि सो टन्टनान वो अलग ही लेवल का बंदा था। म चाहिँ फ्रिज साफ गर्नतिर लागिहालेँ। सो साथीहरु, हाम्रो चाहिँ फाइनली रेडी भइसक्यो। हामीले नै धेरै नै टाइम लाग्यो सब रेडी गर्नमा। यो फ्रिज पुरा नै कालो थियो, मैले चाहिँ बेसरी रगडेको धोएँ, त्यसपछि सेतो भइहालेको थियो। र थ्यांक यू सो मच साथीहरु, तपाईहरुले समय दिनुभएकोमा। आजको लागि यति नै। अब चाहिँ नेक्स्ट भिडियोमा भेटौँ। सो बाइ।